हेलो फ्रेन्ड्स, वेलकम टु माई एनदर ब्लग। सबजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदम सन्चै आरामै छु। आज अनि धेरै टाइमपछि भ्लगमा छु है। आज चाहिँ अब दसैँ लाए शुभकामना सबैलाई। आज चाहिँ फुलपातीको भोलिपल्ट अष्टमी दिन, खसी काट्ने दिन होइन। खसी काटिसके, काट्ने बेला हुँदैछ। अब चाहिँ कतिले हिजो काटे, कतिले आज काट्छन्। हाम्रो चाहिँ काट्ने बेला हुँदैछ। अब अष्टमीको सबैलाई शुभकामना। दसैँ आइसक्यो चाँडै नै, एक दिनमा यत्तिकै पनि जान्छ है। पानी पुग्दैन त हुन्छ छ आधा घण्टा छ 90 सक्नु ल खोइ आधा उतपटि पाखा गरे हो हो यही पाखा गरे ले भयो हाल राखे हिँ राख्नु न पानी पर्छ आधा हाल नि त्यसरी यसरी हो त्यसरी हुन्छ हाल दिएन भने जनताको आँखाबाट आयो नसिकाउनु अलिअलि यो पछाडि लुकेर पहिला बर्जनमा रामा हाम्रो मान्छे नभएर बन्दुकले पनि बर्जमा माथि ए यता पहिला बर्जरमा के भाइ ल यत्रो किन उताबाट बक्का आज हो कान चाहिन्छ मलाई भन्नु कान मासु लाने अलि अगाडि नबस्दिनु न खेले छ भ्याइनु र फुटाएर भ्याइसक्यो बुढीको ल बल चलाउँदै हुनुहुन्छ हाम्रो गणेश पनेरोजीले ल अरू मुस्ताफाजीको उसमा बोलाइसकेको छ ले म कति भिडियो गर्ने कहिले भिडियो गर्नु पर्यो भिडियो केटाहरू भाइ आइरहनु भएको छ आडो हटन बाबु हाम्रो बल प्रहार गर्दै गर्नुभएको गणेशजीको खुट्टामा बल बोलाइसकेको छ ल मुस्ताफाजीको खुट्टाले गणेश दाइको खुट्टा गणेशको खुट्टामा बल प्रहार भएको छ र सुदीप दाइको खुट्टामा बल हाम्रो सुदीप श्रेष्ठले बल प्रहार गर्नुभयो ल सचिन दाइको खुट्टामा बल परिसकेको छ 7 नम्बर लगाउने सचिन राई चोरको खुट्टा ह्यान्डबल भएको छ अरे ल फ्रिकी घान्न लगाइरहनु भएको छ तर पुरै छेकिरहेको छ रमेशजीको खुट्टामा बल छ राजको आउट भइसकेको छ केटाहरू थ्रो गर्न जाँदैछन् थ्रो गरिरहनु भएको छ हाम्रो कसले हो यो मैले भिडियो बौला भइसक्यो सन्तोषको खुट्टामा हुँदै अहिले सुदीप दाइको खुट्टामा र नाइस पास ल गौरव अधिकारीले पहिलो पटक बल छुन पाउनु भएको छ उहाँलाई बधाई दिन चाहन्छु रानकोटीले बल अडिनमा लिइसक्नु भएको छ मुस्ताफाजीलाई दिनुभएको छ र सुदीप अधिकारीको खुट्टामा बल र राम्रो प्रहार कर्नर बल भइसकेको छ किपर गतिलो जस्तो लागेन मलाई किपर 7 नम्बरलाई किपर राखिसक्नु भएको छ यहाँ किपरमा हाम्रो गणेश पनि आउनु पर्ने जस्तो मेरो मन्तव्य उहाँ गणेशजी हुनुहुन्छ र बल उडिसकेको छ र कृष्ण दानकुटीकोमा खुट्टा बल रमेश कृष्ण दानकुटीकोमा खुट्टा बल कृष्ण दानकुटी दाइको खुट्टामा बल होइन र निखिल राईको खुट्टामा बल परिसकेको छ 500ले ल गणेशलाई दिएको गणेशले र मुस्तफा दाइकोमा बल मुस्तफा दाइलाई दिएको छ मुस्तफा दाइ धेरै उत्कृष्ट खेलाडी हुनुहुन्छ गणेशलाई पास दिँदै गणेशले छलाउन ल सुदीप गणेश दाइले आज अलि फर्ममा आउनुहुन्न डिफेन्डमा एकदम राम्रो उत्कृष्ट डिफेन्डिङ मुस्तफा दाइले र नाइस मध्य त्यो पर्खिँदैन मैले दिएँ साला
ल ल ल त्यो कोर्यो है सुरिस त्यो अहिले बल हुने कोर्यो त्यो त्यो राजन होला सायद राजन चोर त्यसले मलाई भनेको थिएन कसको गणेशले कसलाई पास दियो भन्यो मैले लिएर हिँड्थेँ राज भाइलाई पास दियो जहाँसम्म लाग्छ मलाई यो टिमले गोल हान्छ ल अलि सन्तोषले पनि डिफेन्ड मिस गरिसकेको छ ल मुस्तफा दाइले सही खेल्दिनु भयो ल गर्दै ओए मलाई नि हेला नि केटाहरु के अरे बल पुगेको छ राज 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 ओइ राज पनि अघि सुदीप दाइले खेलेको थियो हेन र केटा दुईचोटि खेलिदिरहेको केटाहरु त हिनाको होइन अस्मीको जसुकै भाइ होस् न हामीलाई मतलब भएन र सुदीप दाइको खुट्टामा बल अगाडि बढाइरहनु भएको छ नाइस पास कान्छा मुस्तफा दाइ 7 नम्बर टिवाइसी को प्लेयर कान्छा 4 राजको खुट्टामा बल पर्न सफल हामी के केटाहरूले त खेल्दियो यार ओ एउटा छोले निस्की खायो अब गोल बल एन्ड सुन्दर दाइको खुट्टामा बल र थौन थौन 7 नम्बरले हान्न अलि गाह्रो पर्यो नाइस जाकेडा हो ओए गोल हान्न हामी नि खेल्न परेन एउटा किपर अरु किपरले सर्भिस दिँदै मान्छे हुनुहुन्छ आज अलि थोरै हुनुहुन्छ पवारा पैसा कोही